उहाँको उदय र चर्चा नै रहस्यमय छ, षड्यन्त्रपूर्ण छ। बालेन शाहको गम्भीर किन कुरा गर्दै हुनुहुन्छ सर। उनको उदय र जुन लेभलको चर्चा छ त्यो यो रहस्यमय नै छ। षड्यन्त्रपूर्व, यो नियोजित र प्रायोजित छ। किन म तपाईँलाई भन्छु, जस्तो उहाँ चाहिँ सामान्य ऱ्यापर भाइ हो, गीत गाउने, अनि उहाँ मेयरमा उठ्नुभयो र उठ्दाखेरिको दुईटा घटना भन्छु, कसैको हिम्मत छ भने खण्डन गर्दै हुन्छ तलतिर गाली नगरिकन कमेन्टमा। उहाँले अमेरिकन एमएसीलाई भेट्नु भयो, एमएसीमा गएर भेट्नुभयो। त्यो हैसियत त्यतिखेर तत्कालीन बालेन शाहको थियो कि थिएन मेयरमा उठ्दाखेरि? भनेको मेयरमा उम्मेदवार हुने बेलामा भेट्नुभयो। अनि त्यो भेटघाट थाहा छ तपाईँको चाहिँ फेसबुकमा आयो र त्यो पछि डिलिट भयो। अब फेसबुकको कसले चलाउँछ? मेटाले। त्यो चाहिँ तपाईँको फेसबुकमा आएको डिलिट गर्न सक्ने हैसियत वर्तमान नेपालमा भानु आचार्यको छैन, ओलीको पनि छैन जस्तो लाग्छ मलाई। हैसियत भएको भए प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्दैन थियो। अनुगमन गर्छ भने हो नि, ओलीले गर्नुभयो अनुगमन, सुपारी टारतिर भाग्नुभयो। मेटाले यो हैसियत राख्छ। अनि त्यो मेटालाई त्यो मेटाउन सक्ने हैसियत भनेको विच बालेन शाह? जवाफदेही हुन्छ नि त मलाई। त्यो चाहिँ तपाईँको बाहिर सार्वजनिक भएपछि अमेरिकन एमएसीमा जोडिएको, युथ काउन्सिलमा जोडिएको, उहाँले भेटघाट गर्नुभयो भनेपछि त्यो सार्वजनिक भएपछि मत घट्छ भनेर त्यो योजनामा डिलिट गराइयो। त्यो 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 शक्ति, त्यो हैसियत, त्यो संलग्नता कहाँबाट प्राप्त भयो? एउटा सामान्य ऱ्यापरको हुन्छ भने नियोजित पात्र हो, प्लान्टेड हो भन्ने कुरा त्यो तथ्यहरूले प्रमाणित गर्छ। एउटा लामो तयारी देखिन्छ बालेन शाहलाई यसरी स्थापित गराउनुको पछाडि। म भन्दैछु पृष्ठभूमिको कुरा गर्दै हुनुहुन्छ नि, सबै कुरा त हो। म एउटा कुरा त्यो। अनि दोस्रो कुरा, जब उहाँ निर्वाचित हुनुभयो, उहाँको कुनै सङ्गठन पनि थिएन, समर्थक पनि धेरै, तर अप्रत्याशित रूपमा उहाँले जित्नुभयो। ठिक छ, भोट हालेरै जितेको, यसमा धेरै डिबेट नगरौँ। तर तपाईँ मलाई भनिदिनुहोस्, मान्छे आफ्नो उत्कृष्ट सफलता पछाडि कुनै काममा सफलता प्राप्त गरेपछि पहिलोचोटि त्यो मान्छेलाई भेट्छ जो मान्छेको त्यो सफलतामा सबभन्दा बढी योगदान छ। त्यो प्रति भेटेर ऊ आभारी हुन्छ। मैले यहाँ देख्छु प्रधानमन्त्री भएपछि कतिपय मान्छेहरू शहीद मञ्चमा जान्छन्, शहीदको शालिगमा समर्पण गर्छन्। किनभने ती शहीदले त्यो बलिदान नगरेको भए म आज प्रधानमन्त्रीको कुर्सीमा आउँदिन थिएँ भन्ने तिनलाई एउटा भावना पैदा व्यक्त गर्ने कुरा हो नि त त्यो। एउटा कतिपय पशुपतिनाथमा जाँदा हुन्, तिनलाई लाग्दो पशुपतिनाथको कृपा नहुँदो यो पदमा म आउँदिन थिएँ। त्यो विश्वासमा मान्छे त्यहाँ जान्छ। र बालेन शाह निर्वाचित भएपछि पहिलो कसलाई भेट्नु भन्नुहोस् त? प्रधान सेनापति, तत्कालीन प्रधान सेनापति प्रभुराम शर्मा, सायद उहाँलाई गएर पहिलो भेट गर्नुभयो। उहाँले बालवाला प्रधान सेनापति प्रभुराम शर्मालाई भेट्नुभयो भनेपछि बालेन शाहलाई जिताउन तपाईँको कसको योगदान रहेछ? सेनाको? प्रभुराम शर्माको? अब प्रभुराम शर्माको संलग्नता कता हो तपाईँहरू खोज्नुहोस्, तल कमेन्टमा पनि भन्नुहोस् मलाई। अनि प्रभुराम शर्मा र नेपाल आर्मी र महानगरको सम्बन्ध के हुन्छ? फोहोर व्यवस्थापनमा हुन्छ कि? काठमाडौँका बागमतीमा सफा पानी बगाउनेमा हुन्छ कि? यहाँ तरकारी लगाउनेमा हुन्छ कि? यहाँ नगरवासीलाई रोजगारी दिने कुरामा हुन्छ नि? यो कुनै कुरामा पनि कुनै खालको संलग्नता हुँदैन। अनि किन भेट्नुभयो त भनेपछि प्रभुराम शर्माले उहाँलाई ल्याएको हो भन्ने कुरा त तथ्यहरूले पुष्टि गर्छ, धेरै तर्क दिनु पर्दैन होइन? किन ल्याउनु भयो उहाँले? प्रभुरामले बालेनलाई ल्याउनु पर्ने कारण के थियो? त्यो प्रभुराम शर्माले जवाफ दिए हुन्छ, दिनु पनि पर्छ। दोस्रो कुरा, अनि तपाईँको उहाँ चाहिँ काठमाडौँमा आएपछि के गर्नुभयो? म तपाईँलाई भनिदिउँ, मान्छेले उहाँले एउटा चाहिँ यो सडकपेटीमा व्यापार गर्ने मान्छे 1.5 लाख जतिलाई हटाउनु भयो। तपाईँ संसारभरि हेर्नुहोस्, तपाईँको सडकपेटीलाई मा भएका कहाँ सडक व्यापार हुँदैन? कुन सहरमा हुँदैन? स्वर्णिम भाइहरू धेरै संसार घुमेका छन् भन्दै हुन्छ मलाई। कलकत्तामा हुँदैन कि, दिल्लीमा हुँदैन कि, अन्त तपाईँको बेजिङमा हुँदैन कि?